वक्रतुण्ड महाकाय सूर्यकोटि समप्रभा निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा।
चाड ल्याउने चाडतिर गाडी हुन्छ अलि युवा त्यसपछि चाहिँ जुत्ता त अर्छ चामल ल्याउनु पर्यो ए नानी टपरी ल्याउ त पनि हाल्यो लगाइदिने होला नि फुका न मोबाइल त कोही याद निकाल्छ या खुट्टा पता मोबाइल पनि बढाउनमा हाल्दै लान चाहिँ यहाँनिर सङ्कल्प गरेपछि पछि गर्दा नि यो चाहिँ त्यहाँ राख्नुपर्छ यो छोरा चाहिँ त्यो गरिदिएकी भइहाल्छ नि परासारतिरै व्यस्त हुनुभयो धेरै त्यता भयो अनि चारको लाग्यो दुई दिन भयो त्यहाँ होइन छजना दुईटैमा हामी गोपाल आउँदै अब आइपुग्छ गोपाल र को थाहा छ नि त गोपाल अरूको पहिचान ए यहाँ आउँछ यहाँ गौडेलको छोरा गौडेलको छोरा दुईटैलाई भनेको इन्डियाको आइपुगेन एउटा सानो इन्डियाको आइपुगेन कान्छो मात्रै एक गौडेलको छोरा त्यहाँ त्यो अस्ति त्यो सँगै पढेको त्यो सानो चाहिँ आउने सानो चाहिँ आउने कागज पन्ना कहाँ जानुभयो त्यो बोनस फुकाले दुध राख्नु गायिका वासिका मानसिक सकल संपेत सकल अर्थात् अश्विन कर्माणि मम दुर्योग्न सुशोग्न दशपूर्वक पालन अन्तर्दशाको सभाया आभ्यास गरेर जोरादी सरकारी समाजहरू गाना आरोग्यबाट लक्ष्मीनारायण पूजन भागवतमा त्यसमा नराख्नु दुनामा राख्नु दुनामा विद्यार्थी ल पुस्तक पूजा आरम्भ ल अब पुस्तक पूजा भगवत्यै नमः वाङ्मय हुँदै जौतिल चरुको लागि लग पतिपाती साममा भगवत्यै नमः वाचाली सर्विन्यै नमो नमः
बिहान फलाउँला भनेर बसेको के हुन्छ भारी उठ त आमालाई उठा आमालाई भारी उठ मेरो आमा यसो वा उठ आइ ठुलो यो दिदी उठ गर सबै उठ चामल त अलि पुग्दैन मान्छे बजाउनु यो त सर खान्छ अलिकति उता गरम त्यहाँ तातो त बगरी आउँछ म त भन्नु बाहिर उनीहरूले त्रिफल लिया त्यो ठुलाइले ओम नमो भगवते वासुदेवाय वासुदेव भाइ गाउन आए तपाईहरुले ओम नमो भगवते वासुदेवाय पुरुषोत्तम भगवान दुर्गा माता इष्ट देवता भगवान सब ढोक्नु बाटा नमस्कार गरेर तोहरू हुन्न कि त्यो त बाटा बाटा यसो आफ्नो मान्यजनलाई गर्ने
माझीहरु त यहाँ चाहिँ काम गर्नेहरूले भन्नु एउटा दिनु ल आसन द्याउ भान्जी उहाँ बस्नु पर्यो पहिला गणेशलाई टिको लगाएर ल जानु उहाँ आसन टिको नि लिएर अब मुङ्गुरलाई लगाइदिनु यहाँलाई टिको लगाइदिनु हो अनि मैले आसन उचाइदिनु मैले लगाइदिनु हो धेरै जानु भएको नाता त्यही एउटाले भएको सबै कुरो पुर्याउनु तिमीले दिन सक्दैन अनि म दिन्छु नि तिर्खेको दाइले पास गरे आउँदा नि आफैले दिने हो नि त अलि अल्छी पाना भएछ न सोधरो न जनको जननी न जाया नैवात्मजो न सकलं विफलं बलम्बा सन्धिर्षतेन किल कोऽपि सहायको मे तस्मात् तमेव शरणं मम दीनबन्धो नोपासिता मदिमपास्य मया मान्त तीर्थानि चाधिकार्याणि जीवितानि देवार्चनं च विधिवन्न कृतं कदापि तस्मात् तमेव शरणं मम दीनबन्धो मम दीनबन्धो ख्याता च ते पायत पावनता तमेव शरणं मम दीनबन्धो मम दीनबन्धो दुःखं जरजन्मि विलास रोगा काकज सुकरजनि निरयित पाता
देवी स्मृते फलमिदं विदधामि लोके तस्मात् तमेव शरणं मम दीनबन्धो निजोऽपि पापबलितोऽपि विनन्दितोऽपि प्रियात्तवामित्यस्तु किलेकवारं तुभैततिरविभाष्यतः तमेव तस्मात् तमेव शरणं मम दीनबन्धो वेदेषु धर्मवचनेषु तथा गमेषु रामायणेऽपि च पुराण कदम्बके वा सर्वत्र सर्वविधिना गदितः तमेव तस्मात् तमेव दीनबन्धो यं वर्मा वरुणरुद्रमरुतस्तुन्यते तवैर्वेदे साङ्गपदकर्मोपनिषदैर्गायन्ति ज्ञानाभयदकम् नमो भगवते तस्मै व्यासाय मिततेजसे येष प्रसादवक्ष्यामि नारायण कथाभिमान् न शुकरूप प्रबोधज्ञ सर्वशास्त्र विशारदा यथागत प्रकाशेन मदज्ञानं विनाशय इमानि पुष्पाणि मनोहराणि सुरासुराणामपि दुर्लभानि कल्पद्रुवाणि धर्मजानितानि पुष्पाञ्जलिमिति सुखाय नित्यं शङ्खादको मोदैचक्रास्ता शिर्केण दामोदर वेशमूर्ति कंसादिनैतेन इत्यादि नवग्रहहरूको विवेदादि चतुर्वेदहरूको ईश्वरादि आदिदेवहरूको अग्नि आदि देवहरूको इंद्रादि दशदिवालहरूको पूर्वादि अष्टवसुहरूको रात्रादि द्वासा आदित्यहरूको वीरभद्र एकाश रुद्रहरूको गौर्यादि षोडश मात्रहरूको सावित देवहरूको पूजित देवहरूको लक्ष्मीनारायण पितृदेवहरूको सत्य सनातन धर्मको अन्तर्यामी प्रभुको बेद 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 ल पहिला बेद भन्नु पर्नु पर्यो पुण्यवाचन भइसकेन र भएन पुण्यवाचन भइसक्यो भइसक्यो गणेश कुमार पार्वती अनि गंगा माता हामी सबको रक्षा गर्ने शिव ज्ञान दाता महाकाली महालक्ष्मी महासरस्वती सम्झिएर दर्शन गर्छु देवी देवता जाति मलाई तिम्रै कैलाशमा
33 कोटी कन्याका दक्ष प्रजापति सबै कन्या दान दिए बाँकी रहिन् सती सती देवी माग्न भनी गए शिव बोला बाँकी रहिन् यी सुन्दरी मलाई दिनु होला मलाई तिम्रै कैलाशमा दक्ष प्रजापति हेरा लाए रिसाउन पटुठामा गए शिव दुःख बिसाउन शिवजीले सम्झाउँदै भन्छन् नो हारी हजुरलाई सती देवी पार्छु कसै गरी मलाई तिम्रै कैलाशमा
लोकपाल
ओम मंदात्रे स्वाय ओम मंदात्रे स्वाय मंदात्रे नमः देवानि ओम त्रिपुराय स्वाय त्रिपुराय प्रते प्रतराजाय स्वाय त्रिपुराय नमः प्रत्येक छानुवाला भयो चिया चिया साथीले अब मन्त्र छैन के छ काले नालाक्षिभेन चिंता कम बसेर आयो ये महीने ला जान्छ नि
यहाँ आनको दिदी तपाईँ यसो मात्र गाडीमा हो भाइ एउटा बोलाउँछ भर्खरै आइपुग्यो हजुर बिहान 10 बजीतिर आइपुग्यो तपाईँ आज आउन हिजो हिजो आउन भानिज मान्छे त हिँडी आउनु पऱ्यो नि यहाँ त्यसलाई बाहिर भोग्याएर पूजा गर्नु हो सायद हेरि आजै त अमृत भन्नाले गाई छोडिदिनु है खाइरहनु छोड्छु कहाँ हुनुहुन्छ अहिले अब कतिचोटि जाने बाहिर नि जति भयो नि मान्छेलाई पैसा लगाउनु जाने पहिला एकचोटि विदेश जानुभयो अब पाएको भन्नुभयो फेरि अर्कोचोटि अब फेरि जानु पऱ्यो फेरि जानुभयो त्यसपछि पनि त्यसले बाँकी छैन फेरि जानु पऱ्यो है अहिले कहाँ हुनुहुन्छ सुकेशतिर होइन हामीले काम लाग्छ दिन्छु चिसो हावा पनि कसैको मिठो भाषा पाइन्छ परमं पवित्रं उद्धत्तिवाकरणिभो जलकान्तिकान्तं विघ्नेश्वरं सकलविघ्नहरं स्मरामि श्रद्धासनं वदन प्रवसलज्जातम् ॐ रत्नैः कल्पितमासनं हिमजलै स्नानं च दिव्याम्बरम् नानारत्नविभूषिता मृगमदा मोदाङ्कितं चन्दनं जातिः चम्पकबिल्वपत्ररचितं पुष्पं तधूपं तथा दयानिधे पशुपते यत्कल्पितं क्रियतां सौवर्णे मणिखण्डरत्नरचिते
पात्रे घृतं पायसं भक्षं पञ्चविधं पयोदधियुतं ब्रह्मा फलं पानकं शाकानामयुतं जलं रुचिकरं कर्पूरखण्डो जलम् ताम्बूलं मनसा मया विरचितं भक्ता प्रभो श्रीगुरु छत्रं चामरयोर्युगं व्यजनकं सादर्शकं निर्मलं वीणाभे मृदङ्गका हलकला गीतं च नृत्यं तथा साष्टाङ्गं प्रणति स्तुतिः बहुविधाय समसमया संकल्पे समर्पितं तव विभो पूजां गृहाण प्रभो आत्मा त्वं गिरिजामति सचरा प्राणा शरीरं गिरिं पूजा ते विषयोपभोग रचना निद्रा समाधि स्थिति संचार पदयो पदक्षण विधि स्तोत्राणि सर्वाज्ञो यद्यत् कर्म करोमि तत्तदखिलं शम्भो तभाराधनं करचरण कृतं वा कायजं कर्मजं वा श्रवणनिजं वा मानसं वा अपराधं विहितमविहितं वा सर्वमे तत्क्षमस्व जय जय करुणाब्धे महादेव शम्भो चिहिरो दन्वत् प्रदेशे सुचेमडे विलसले सैकतरे मौतिकानां माला क्लिप्ता सनस्था स्फटिकमणिनिवै मौतिकै मण्डिताङ्ग शुभ्रैरभ्रैरधवरैरुपरविरचितै मुक्तपीयूषवर्षै रानन्दीना पुनीया दरलिनगाशङ्कपाणेर् मुकुन्दः भूपादौ यशनार्भेदसुरनीला चन्द्रसूर्योः तनेत्रे कर्णावासा शिरोर्मुखविधानो यश वास्तेयममुदे अन्तस्थं यस्य विश्वं सुरनरखगो भोगगन्धै वदैते चित्रं भ्रमरं एतेतं त्रिभुवनभवशं विष्णुमीशं नमामि त्वमेव महता च पिता त्वमेव बन्धु च सखा त्वमेव विद्या द्रविणं त्वमेव शरणं मम देव गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुदेव महेश्वर गुरु साक्षात् परब्रह्म तस्मै श्री गुरवे नमः त्रिपत्रं त्रिगुणाकारं त्रिनेत्रं त्रिधायं त्रिजन्म पापसंहारं बिल्वपत्रं शिवार्पणम् ओम तत्पुरुषाय विद्महे महादेवाय धीमहि तन्नो रुद्र प्रचोदयात् ओम बिल्वपत्रां समर्पयामि ओम राम सदा शिवाय नमः नरसिंह भगवान राम सदा शिव भगवान नारायण भगवान पुरुषोत्तम भगवान देवता भगवान कुल देवता भगवान छाया भगवान देवता भगवान गौ माता को गंगा माता को वैदिक सत्य सनातन धर्म को जय जय श्री राधे भित्र ठाउँ छैन र मलाई गरेर हजुर पनि हेरि बसिहाल्नु है नानी यहाँ आउला नि खानु त नि
पहर सर पहर पहिले त्यही ठकुरीको छोराले बाउले बेच्या हो कहाँ नहुने नि खानु पर्यो क्या छोटो खानु मामा खाने माल त खाला केही पनि गर्दैन पुरानो यो गर्ने जति गर्छ प्रणाली गजाननं भूतगणातिसेवितं कपितजम्बो फलचारुभक्षणं क्षणम् उमाश्रुतं शोकविनाशकारकं नमामि विघ्नेश्वरपादपङ्कजं मङ्गलं भगवान् विष्णु मङ्गलं गरुडोदजः मङ्गलं पुनरीकाक्ष मङ्गलाय तनोहरे दशरथ राजाका तीनटा रानी थिए दशरथ राजाका तीनटा रानी थिए कौशल्याको गर्भबाट रामले जन्म लिए कदम फुल लेखेको
विश्वामित्र रामचन्द्रलाई माग्न आएका थिए विश्वामित्र रामचन्द्रलाई माग्न आएका थिए वशिष्ठले सम्झाएर दशरथले दिए गुरुसित सवारी दानवलाई मार्दै मार्दै जनकपुरमा आए दानवलाई मार्दै मार्दै जनकपुरमा आए लक्ष्मणले सीता देखे कुरा गर्न लाए हे राम कसो गर्ने हो साह्रै मन पर्ने हो हे राम कसो गर्ने हो साह्रै मन पर्ने हो हे राम कसो गर्ने हो साह्रै मन पर्ने हो हे राम कसो गर्ने हो साह्रै मन पर्ने हो हे राम कसो गर्ने हो साह्रै मन पर्ने हो हे राम कसो गर्ने हो गर्ने हो साह्रै मन पर्ने हो हे राम कसो गर्ने हो साह्रै मन पर्ने हो हे राम कसो गर्ने हो साह्रै मन पर्ने हो हे राम कसो गर्ने हो साह्रै मन पर्ने हो हे राम कसो गर्ने हो साह्रै मन पर्ने हो हे राम कसो गर्ने हो हरे हे शिव धनु भाचेपछि सीता माईलाई पाइने शिव धनु भाचेपछि सीता माईलाई पाइने अरू कोहीले सकेनन् रामचन्द्र चाहिने लैजाऊ सीता के भनौँ बाँचौ शिव धानो 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 लैजाऊ सीता के भनौँ के भनौँ बाँचौ शिव धानो लैजाऊ सीता 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 के भनौँ बुढो मान्छेको आयो
खोइ सन्चै भन्नु पऱ्यो नानी हो बरु गीत लाउन गयो यो नि त मेरो खिच्दैन नि त बरु यो नि हो निमेरंग परितक महाजनका नाम च संभव रामाश भार गोविंद महानिषेध करणम भुवम ऐलेश समभम समायादि नवश सिद्ध महादोषन्ते भरतस्याभिम नन्दनु दशरथ सिद्ध महायादि जेन पुत्र से यद वंशन कीर्तिता गिरावतीर्ण भगवान पीणा क्यों जगदीश्वर बसुदेव जगद्गुले दश कर्माण्य राणी महाकीर्तितान्य सुरति महापुत्रना सुभग महाभगवतारणं शिशोतेन वर्धजनि सिद्धमः तथैव भगवन् पवन महाकाली ध्यायतमाये नन्द मोक्षण महापद सजतु कन्या मेरा तो पति महापद एक पति विप्रणतानुतापनम भगवतनुद्धारणं सहस्रशस्त्रवीरत महाएक विजयेन चतुर्विधीदा सरातिषु मंगलचूल चतुर्गुते महाबधुरी शतिकृष्ण मधुना कमन प्रजातः पत्तानं रामगीतो लीला पद्मनाभेन भुवनं तव पदमुदिकृता जने यता खसे त गुरुहरु कस्तो जने खसे यो जने वर्णा शर्माचार तप श्रुतादिषु अभिस्मृति श्रीधर पाद पद्मयो गुणानुवादं सर्वणादि विहरे अभिस्मृतिकेन पदारविन्दयो क्षिणोत्यभद्राणि समं तनोति च सत्यस्य शुद्धिं परमात्मा भवतिं ज्ञानं च विज्ञान विरागयुतं एवं दिजाग्रवतभूरिभागाय सदात्मा अन्यखिलात्मभूतं नारायणं देवमदेवमेशं मजस्रभावं भजता विवेश अहं स संस्मारितात्मतत्त्वं सुप्तं पुरामे परमर्षि वक्त्रात् प्रायोपवेशे निर्वते परिषित सदऋषीणाम् सूर्यजी भन्नुहुन्छ हरि भक्ति रूपी महामहिष धर्मलाई नमस्कार छ
ती जगतकर्ता भगवानलाई पनि नमस्कार छ। अब म ब्राह्मणहरूलाई नमस्कार गरेर सनातन धर्म देवी प्रभु तपाईँहरूले मसित जति सोध्नु भएको थियो मनुष्यका पुरुषार्थ साधन स्वरूपको अद्भुत चरित्र अनेक छन्, अनेक चरित्रहरू छन्। भगवानका अमृत वाणी सुनेर अथवा जपेर कहिल्यै पनि मन तृप्त हुँदैन, कहिल्यै पनि अगाउँदैन। यस्तो अमृत रूपी वाणी भगवानका सुनिए सुन्नछन् र सुन्नुपर्दछ र यस्तो छ। यस्ता भगवानलाई अद्भुत चरित्र सुनेर यसमा सबै पाप निवारण गर्ने इन्द्रियहरूका रचयिता भक्त प्रतिपालक साक्षात् भगवान नारायण हरिको संकीर्तन गरिएको छ। र अब प्रथम स्कन्धको विषयमा विस्तार गर्दै भन्दछन्। यस स्कन्धमा संसारको उत्पत्ति र प्रलयको स्थान, निर्गुण परब्रह्म तथा साक्षात्कार गराउने अपरोक्ष ज्ञानसहित तत्त्व ज्ञानको निरूपण वर्णन गरिएको छ। उसको आश्रित वैराग्य र परीक्षितको कथा एवं नारदाख्यानको वर्णन गरिएको छ। त्यसपछि ब्राह्मणको सरापले गर्दा राजसी परीक्षित र आदिहरूको कर्मअनुसार वरदानबाट उत्पन्न सृष्टिको वर्णन गरिएको छ। तृतीय स्कन्धमा विदुर र उत्तमको संवाद छ। फेरि विदुर र मैत्रेयको संवाद पुराण संहिताको विषयमा वर्णनकालमा परमात्माको स्थिति छ। गुण क्षोभरूपी प्रकृति सर्ग विकृतिबाट उत्पन्न सृष्टिका घोषणा विराट पुरुष प्राप्त छ। त्यो ब्रह्माण्डको उत्पत्तिको विषयमा वर्णन छ। स्थूल सूक्ष्म कालको रूप पद्मको उत्पत्ति तिनीलाई समुद्रबाट निकाल्दा कसरी हिरण्याक्षको वध गरिएको थियो त्यो वृत्तान्त मनुष्यको चोला हाम्रो बाँच्नु दिन चार, मनुष्यको चोला हाम्रो बाँच्नु दिन चार। कृष्ण झुला गाइरहँ यही जीवन सार, कृष्ण झुला गाइरहनु होला। फेरि फेरि भन्दैमा पाइँदैन यो चोला, कृष्ण झुला गाइरहनु होला। फेरि फेरि भन्दैमा पाइँदैन यो चोला, कृष्ण झुला गाइरहनु होला। फेरि फेरि भन्दैमा पाइँदैन यो चोला, फेरि फेरि भन्दैमा पाइँदैन यो चोला। वृन्दावनको झिलिमिली कृष्णजीको दर्शन, वृन्दावनको झिलिमिली कृष्णजीको दर्शन। श्री कृष्णको भजन गर्ने सबै पार तर्छन्, कृष्ण झुला गाइरहनु होला। फेरि फेरि भन्दैमा पाइँदैन यो चोला, कृष्ण झुला गाइरहनु होला। फेरि फेरि भन्दैमा पाइँदैन यो चोला, कृष्ण झुला गाइरहनु होला। फेरि फेरि भन्दैमा पाइँदैन यो चोला, फेरि फेरि भन्दैमा पाइँदैन यो चोला। आज राति कृष्णजीको झोला हेर्न जाने,
आज राति कृष्णजीको झोला हेर्न जाने 16 सय गोपिनीलाई कृष्ण साथमा लाने कृष्ण झोला गाइरहनु होला फेरि फेरि भन्दैमा पाइँदैन यो झोला कृष्ण झोला गाइरहनु होला फेरि फेरि भन्दैमा पाइँदैन यो झोला कृष्ण झोला गाइरहनु होला फेरि फेरि भन्दैमा पाइँदैन यो झोला फेरि फेरि भन्दैमा पाइँदैन यो झोला वृन्दावनमा गाई बाछा गोठालाको साथ वृन्दावनमा गाई बाछा गोठालाको साथ कहिले पनि नबितोस् है चाँदनीको रात कृष्ण झोला गाइरहनु होला फेरि फेरि भन्दैमा पाइँदैन यो झोला कृष्ण झोला गाइरहनु होला फेरि फेरि भन्दैमा पाइँदैन यो झोला कृष्ण झोला गाइरहनु होला फेरि फेरि भन्दैमा पाइँदैन यो झोला फेरि फेरि भन्दैमा पाइँदैन यो झोला फेरि फेरि भन्दैमा पाइँदैन यो झोला फेरि फेरि भन्दैमा पाइँदैन ज्योतिजीकोमा गुरुहरूले ओम नमो ओम नमो ओम नमो अरूलाई यसो चौर फाप्नु है त्यहाँ खाली चाहिँ खबर खाली खबर जानु पर्याप्त मान्छे धेरै छन् क्या हाम्रा बाई हुँदैनन् त्यसो भएर तपाईँहरूले बचन भनिदिनु कोही यहाँ हाम्रो हामी यहाँ भाइ धेरै छौँ कोही प्रेतहरू चाहिँ मसान छन् भने अथवा बाई भवन भने कम्पानी चाहिँ दिउन् भनेर क्या कोही कानुनी
सुन्छ कर्ताहरू भने नि त्यहाँ गएर भगवान्मा चाहिँ चिन चढाउने अग्निलाई जल घुमाउनु हामीलाई अग्नि हे अग्नि त हामीलाई आयु विद्या बेल शक्ति प्रदान गर्नुहोस् भगवान् चाहिँ के भन्न मन लाग्यो भनेर माग्ने लोके किंवा केवल परायणस्तबंध कम कारणंदा प्राप्त निर्वाण आश्रम को धर्म सर्वधर्माणां भवता परमता किम जवनमते चंद्र संजय बंधन विश्वमदा जगत ब्रह्म देव देवानंदं प्रसोदानतवना सहस्रनाम प्रसोदानते तमेव चार्जयनितं भवते प्रसमाप्य ध्यायन् स्तुवन् नमस्ते समानतमेव दानदिन्यदान विष्णु सर्वलोकमय सर्वं लोकदक्षतवन् नित्य सर्वदुःखदुःख ब्रह्म सर्वधर्म लोकना कृतवान लोकनाथ माधवतं सर्वभूतवाद येषां सर्वधर्म धर्मदिगतमत यद्वदा पिण्डरिका तवेरचन सदा परमेमज परममेव महते च परमे महतो परमे महत् ब्रह्म परमेव पराण पवित्राण पवित्र मंगलानां च मंगलं देवतं देवतानां च भूतानां पेविता यदा धर्म भूतानि भवन्ता दिव्यागामि अस्मिन् च प्रलयन्ते विनारोग्यते लोकप्रधान जगन्नाथ भूते विरनाथ शरण बाबा यानी नाय गौण विख्यातानि मन ऋषि वर्गितानि वक्षं भूताय ओम ल त्यो हातमा लेको फलक छ त त्यहाँ चढाउने ल ल अब तेल चढा त्यो हातमा भएको फुल यता चढाइदियो हुन्छ है होइन अब तेल चढाउने सुरु हो समोसमरते तपस्कराय मासानादेने दादा पिता दुरुदा प्रमे ऋषिकेश पदना वरप्रविशकर वनतज तज तविरद्र अग्रेश तदरेक्रेण लता प्रदान प्रतिरक धाम वज्र मंगेशन प्राण जय प्रजाइरनगर भगवान दवत जय विक्रम धन्य धन्य विक्रम अंतर दरकृत कृतमा सुरे नगर विसर प्रजा अजो भेर सर खाटी न जानु सागर अरे
समिहासे ततो न अभयं कुरु सन्नः गुरु भजाभ्यो भयन्नः पशुभ्यः सबला सन्तु पूर्णा सन्तु मनोरथः शत्रुणां विनाशस्तु मित्राणां वरेषु सर्वाय समारोग्यं बहु पुत्रं बहु संवत्सरं दीर्घायुः। अब यो जन्मलाई जे जे दिया छ नि त्यो दिएको कुरो तपाईहरुलाई आफूले चिताएको कुरो पुगोस् भनेर ब्राह्मणहरूले यो मन्त्र पढेर तपाईहरुलाई खानेकुरा दिनुभयो। साँचेर बुढाको बुढी बुढीले बुढाले पनि हैन जसलाई दिएको त्यसैले मात्रै त्यो खानी। हरे गंगा कहीं कृष्णा कहीं शुक्ला कहीं बागमती है गंगा कहीं कृष्णा कहीं शुक्ला कहीं बागमती गंगा महाकाली त्रिशूली र बन्यो सप्तकोशी हे गंगा यमुनामा भिज्यो कृष्ण लाल चुनरी हे गंगा यमुनामा भिज्यो कृष्ण लाल चुनरी हे गंगा यमुनामा भिज्यो कृष्ण लाल चुनरी हे गंगा यमुनामा भिज्यो कृष्ण लाल चुनरी। हरे गंगा कोई भन्छन् यमुना त कोई भन्छन् गंगा गंगा कोई भन्छन् यमुना त कोई भन्छन् गंगा गंगा निर्मल जलमा नुहाएपछि मन हुन्छ चंगा गंगा यमुनामा भिज्यो कृष्ण लाल चुनरी हे गंगा यमुनामा भिज्यो कृष्ण लाल चुनरी हे गंगा यमुनामा भिज्यो कृष्ण लाल चुनरी हे गंगा यमुनामा भिज्यो कृष्ण लाल चुनरी। हरे गंगा सारा जनलाई कल्याण गर्न पृथ्वीमा आयो गंगा सारा जनलाई कल्याण गर्न पृथ्वीमा आयो गंगा यही जलमा स्नान गर्न हामी भक्त धायौं गंगा यमुनामा भिज्यो कृष्ण लाल चुनरी हे गंगा यमुनामा भिज्यो
हरे गङ्गा उदय सलल बग्ने सधैँ निर्मल पानी गङ्गा उदय सलल बग्ने सधैँ निर्मल पानी गङ्गा गङ्गा स्नान गर्नुपर्छ मन पवित्र पारे गङ्गा यमुनामा भिज्यो कृष्ण लाल चुनरी हरे गङ्गा यमुनाको नीलो दहा कृष्णजीको प्रिय गङ्गा यमुनाको नीलो दहा कृष्णजीको प्रिय गङ्गा ग्वालावाला गाई बाछा यमुनाकै तिर गङ्गा यमुनामा भिज्यो कृष्ण लाल चुनरी